साथीहरू मेरो बर्थडेको दिन मेरो मुड एकदम अफ थियो किनभने मेरो मामाको घरबाट मेरो मासीहरू पनि कोही पनि आउनुभएको थिएन मलाई रमाइलो नै लागिराखेको थिएन त्यही बेला मेरो साथी एकदम मजाकिलो साथी छन् के यिनी फेरि नाच्नमा एकदम सिपालु नाचेको नाचे बल्ले बल्ले जे होस् रमाइलो छन् यता मेरो मामुले फेरि साथीहरूको लागि एकदम मिठो मिठो खाना बनाउँदै यता मेरो मुड चाहिँ अझै पनि अफ छ एकैछिनमा त पुरा मेरो साथीहरू मलाई पुरा गिफ्ट दिँदै आए हेर्नुहोस् त मेरो मासीले पनि मलाई भिडियो कल गर्नुभयो त्यसपछि त म त किन ह्याप्पी नहुनु त्यसपछि मेरो मुड अफ भएन म एकदम खुसी ह्याप्पी भएँ त्यस सँगसँगै सबै साथीहरू मलाई एकदमै टिका लगाइदिनु भयो या मेरो बाजेले हेर्नुहोस् त साथीहरू मलाई टिका लगाइदिनु भएको छ मलाई केक खुलाइदिनु भएको छ त्यसपछि मलाई अलिअलि रमाइलो लाग्न थाल्यो या मेरो नानाजी र नानीजी पनि आउनुभयो मलाई सरप्राइज दिनुभयो मेरो बर्थडेमा जे होस् मलाई लास्टै खुसी लाग्यो म एकदमै ह्याप्पी भएँ त्यसपछि अनि मलाई केक खुलाइदिनु भयो र मेरो लागि पनि हेर्नुहोस् न साथीहरू कस्तो धेरै गिफ्टहरू ल्याइदिनु भएको के नानीजी र नानाजीले म त लास्टै खुसी भएँ त्यसपछि मेरो ठुलो बुवा पनि आउनुभयो मलाई टिका लगाइदिनु भयो मेरो प्यारे मामु र पापा पनि आउनुभयो सँगसँगै यहाँ साथीहरूले दादाले मलाई पुरा टिका लगाइदिनु भएको छ केक खुलाइदिनु भएको छ यहाँ सानो मामा पनि आउनुभयो र ठुलो मामा पनि आउनुभयो मेरो लागि केही ल्याइदिनु भएको नि त साथीहरू म त किन नखुसी हुने त्यसपछि साथीहरू भोज खानुभयो र घर फर्किनु भयो